आजकल त ठुलो भएको त नि यो अलिक गतिलो छ नि खोर्सानी पनि यसले अलिक बढी दिनु पर्छ राम्रो भएको त्यो त झिमाले सिले आएको पनि छैन भेजल त त्यसले नै खान्छ म त बाजी हुन्छ एकदम जाडो छ साथीहरू हामी चाहिँ बिहानै खेत जोत्ने भनेर घरदेखि निस्केका छौँ हामी चाहिँ जानुपर्ने हाम्रो खेत चाहिँ त्यो घाम लागेको डाँडादेखि तल एकदम त्यो डाँडाको फेदमा चाहिँ हाम्रो खेत पर्छ म तपाईहरुलाई देखाउने छु एकदम जाडो छ गाइस हे काले हे हे काले बाटो चाहिँ एकदम डेन्जर छ गाइस यस्तो बाटोमा हिँड्नुपर्छ गाइस हामीहरु चाहिँ यस्तो हिलो छ बाटो चाहिँ एकदम खराब छ खराब म चाहिँ खोलामा आइसकेँ हान्दिन न ल काले ल हो लडबडी ने बोलीलाई लडबडी न देऊ एकदम दामी छ हेर्नुहोस् खेतहरू सब जोतिसकेका छन् आजभोलि चाहिँ अब हाम्रो मात्र होला सायद भन्ने लाग्छ तर जोत्दैछन् पारितिर पनि लगाले ल ल ल गाइज हामी चाहिँ खेतमा आइसकेका छौँ अब चाहिँ जोत्ने तर्खरमा छौँ अब जोत्छौँ होला हामी क्या हुनु त यहाँ क्या हुनु त मोबाइल त गोजामा कहाँ गयो रे अम्म उदा 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 काले उदा उदा अम्म अम्म अम्म
फाइनल्ली एउटा खेत चाहिँ जोतेर सक्यो। तपाईँहरू देख्न सक्नुहुन्छ के ठुलो गरो। साथीहरू फाइनल्ली मैले चाहिँ खेत जोत्दैछु टक्क लाएर स्लो मोसनमा। छिटो हान्न न। भइगयो? अहिले फेरि मजा भिडियो आउँछ है। त्यो दुईजनाले खुने यस्तै मिल्या हाम्रो बुवा आमा भनिदिनु पर्ला इन्डिया भाइ खनिदिनु न अब त्यो दुईजनाले खुनादि मजाले आखा क्या। हेलो गाइज हाम्रो नानीले चाहिँ भक्का भक्क खन्दैछ। गाउँघरतिर यसो कुटो कोदालो खन्ने काम चलिरहेछ आजभोलि चाहिँ। म र मेरो बुबाले चाहिँ खेत खन्दैछौँ। एकदम खेत चाहिँ साह्रो छ, एकदम गाह्रो भएको छ साथीहरू खेत खन्न चाहिँ। हामी भ्याल्छौँ मलाई यति त म आएन गइरहन्छु गले। हेलो के छ सन्चै?